हेलो नमस्कार अनि वेलकम ब्याक टु डलवा किरण च्यानल। धेरैपछि आफ्टर लङ टाइम हामी यसरी भिडियो बनाउँदै हिँडिरहेका छौँ र हामीसँग हुनुहुन्छ यता हुनुहुन्छ मिरो सर, हाम्रो यता हुनुहुन्छ मोडल तथा गायक हेमन्त बन्त। आज अलिकति निराश छौँ हामी, अलिकति निराश छौँ। निराश चाहिँ के हो कारणले भयो भन्दै अलिक आज हामी दुखी छौँ। आजको दिनमा अलि दुःखद अलग छ होइन। मनमा भित्रबाट रुनु आए पनि हामीले बाहिरबाट रुन सकेको छैनौँ। मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्यो। आज आएर थाहा भयो कि मन यति भारी पनि हुँदो रहेछ, म यति इमोसनल पनि रहेछु। हो केटाहरू रुन सक्छन्, तपाईँहरू मन थामेर हेर्नु। तपाईँहरू थामेर मात्रै हेर्ने गर्नुहोस् न। आजको दिन ठिक छ, तर हामी एउटा सासपनमा लिएर यसैबाट नयाँ ऊर्जाबाट कन्भर्ट गरेर हो हामी अगाडि बढ्छौँ। ल के छ त नि गाइस छ अनि अरू हाल खबर हाम्रो नयाँ नौलो। अब ठिक छ हाम्रो अब तिम्रो सुनाउ गरौँ के कस्तो मेरो भइरहेको त ठिक छ। हाम्रो आज झन्डा पार्कतिरको ए साँच्ची हाम्रो आज चाहिँ यात्रा चाहिँ फेरि छुट्टै ठाउँको छ। बेग्लै किसिमको हाँसुवाला हुनुहुन्छ। हामी झन्डा पार्कसम्म यसो छ्यासो त्यहाँ जाउँ, हावासावा खाउँ भनेर चाहिँ ठ्याक्कसँगले निस्किसकेका छौँ। नमस्कार, म हुँ निरज श्रेष्ठ फ्रम भोजपुर। भोजपुर तपाईँहरूलाई मेरो गाउँमा आउनुहुन्छ भने स्वागत गर्न सक्छु। बैतडी मेरो गाउँमा आउनुहुन्छ तपाईँलाई म भने माथितिर लेकतिर घुमाउँछु। यो मान्छेले चाहिँ खेलाउन सक्छ है फेरि। गाउँ निकाला गर्ने मान्छेहरू तपाईँहरूलाई लाग्न सक्छ हामी फेक कुरा गर्दैछौँ, रियल होइन जस्तो लाग्छ भने हेर्नुहोस्, हामी एआई होइन। हामी एआई होइन साथीहरू, हेर्नुहोस् हेर्नुहोस् जस्तो गरे नि हेर्नुहोस्। गरेँ भयो यस्तो हट म्यान। एआईलाई गर्ने हुँदैन नि त अहिले कहिले कपडा खोल्नलाई चाहिँ फेरि लजाउँदैन है फेरि लगाउँदैन होइन, मान्दैन कि अहिले कपडा खोल्न। कस्तो कुरो नबुझेको उग्रेसी अनि हामीले पछि धेरै फास्टिङ फास्ट हिँड्यो अरे बिस्तारै हाम्रो के भन्नु खुट्टा लामो छ। खुट्टा हाम्रो यो भिडियो चाहिँ एउटा सम्झना स्वरूप रहनेछ। हाम्रो यो सम्झना स्वरूप टर्निङ अन स्क्रिन सेभर ट्याप। त्यही भएर हामीले यसरी झन्डा पार्कतिर आउँदैनौँ होइन। आउँछौँ अफकोर्स, कुनै दिन मौका मिल्यो भने समय मिल्यो भने झन्डा पार्क यहाँ छ, माछा उहाँ पो छ। धेरै टाढा हामी यहाँबाट यस्तो छ्यासो हिँड्दै गफ गर्दै हामी पहिला नि गर्थ्यौँ हो। नहिँडेको मान्छे होइन, नगएको चाहिँ होइन। नहिँडेको मान्छे होइन हामी। हेर्नुहोस् नि हो एउटा गहिरा मात्र यसो गयो भने पुग्छौँ। तर यहाँदेखि चाहिँ झन्डा पार्कसम्मको चाहिँ एउटा पुल चाहिँ बनाउनु पर्ने हो कि लागि। यस्तो दारीहरूले भने पुरा फेरि खत्तम खालको हो नि साथी। यस्तो पागलसँग जानु यहाँ फेरि नहुनसक्छ फेरि। यो ओह्रालो झर्दाखेरि चाहिँ चिप्लेरी हुनुपर्छ भन्नु त छैन कि उसले फेरि यहाँ खुट्टा दुखो यहाँ चिप्लेरी हुनुपर्छ। यो उकालो छ, यहाँ ओह्रालो हुनुपर्छ। अनि तल एउटा सुरुङको सिधै बनाएर माथि पुत्लुक निकाल्ने त्यहाँ लिफ्ट पुत्लुक फेरि उसको त आमामामामा कुरा गर्नु। डाइरेक्ट तल एउटा सुरुङ हुन्छ सिधै हाम्रो होइन। ठ्याक्क हामी जहाँबाट लोकेसनमा पुग्छु त्यहाँनिर हाम्रो लिफ्ट हुन्छ। त्यो लिफ्टमा हामीले कति फ्लोर हुन्छ बाहिर भनेपछि बाहिर खिच्नु पऱ्यो। भित्र भनेपछि भित्र बाहिर निस्क्यो यतिको खाने भन्छ नि भन्दा ब्याचलर पास फोर्थ इयर फोर्थ इयर पास भयो हाम्रो। गाडी साडी आउनुहोस्। मार्केटिङ गर्ने मान्छेले खोजेर मार्केटिङ गर्नु छैन जानु। थर्ड इयर पढेर ए अनि आएर यसो बसे पनि हुन्छ यार, धेरै कुरा सिकिन्छ। डिजिटल मार्केटिङ अहिलेको झन् मार्केटिङ कडा किसिमको हुन्छ। प्रतिस्पर्धा छ बजारमा, पढ्नु चाहिँ पढ्नु छैन। नबिकेका सामानहरू पनि बिकाउन सक्छौ कि बा के थाहा तिमीलाई फाइदा र जो बिहान भयो सुत्नुभन्दा हो। बिहान अल्छी लाग्यो रातभरि निन्द्रा लाग्दैन, त्यो बिहान उज्यालो हुने बित्तिकै निन्द्रा लाग्छ। टोट सोट त म केही पनि हाल्दिनँ नि फेरि राजा। मेरो त इरिट गर्ने बानी छैन, हालिदिने हो।
बोल्नु पायो भने मेरो हाम्रो के हुन्थ्यो भिडियोलाई ब्लग हान्दैन फेरि यार युट्युब च्यानलले जाला हान्दैन साकारको देख्यौ नि साकारको फेरि बल्ल बल्ल ६५जना पुग्नु भयो यहाँ जोडिनु हो? भयो ६५जनालाई स्वागत छ भन तिनीहरूलाई ६५जनालाई एकदम चिया खाने कार्यक्रम राखिदेऊ होइन त्यस्तो हाम्रो चिया खानुपर्छ भन्ने खालको हुनुहुन्न उहाँहरू समझदार हुनुहुन्छ शुद्ध मनले उहाँले सपोर्ट गर्नुभएको ल अब चाहिँ हामी यहाँबाट ल अहिले चाहिँ हामी आएका छौँ भाइरल रोड पछाडि यो बाजा गाजाले स्वागत गरेर हामीले भाइरल त्यो उको क्या कहाँको अरे हिँड्दा धुलो लाग्दैन सिन्दुर गरेको त्यो होइन भाइरल रोड छ त इन्डियाकै कहाँको नेपालकै कहाँको नेपालकै हो यार इन्डियाको त छैन भाइरल नेपालको उताको भनेको त्यो भन्नु भनेको मैले फुस्काइहालेँ तर होइन यो कपनको माथिको रोड हो सत्य बोलेको हो सत्य बोलेको होइन सत्य नै हो नि हो यो कपन गुम्बाको रोड हो चकाचक छ फेरि ओहो धन्य झन्डै चकाचक भयो यार अलिकति यता साथी अझ त्यो पहिलो रेखा हेरेर होइन अनि अहिले चाहिँ हाम्रो इभिनिङ वाक चलिरहेको छ तपाईँहरू पनि एकदम मजा छ क्या यहाँ इभिनिङ वाक आउनु चाहिँ यहाँको अलिकति सेवा सुविधाहरूको बारेमा पनि भन्नु यो सुविधा चाहिँ तपाईँहरूले आफ्नै खुट्टा युज गर्नुपर्ने हुन्छ इभिनिङ वाकमा चाहिँ तपाईँहरू कसैले गाडीको सुविधा उपलब्ध हुँदैन छैन तपाईँहरूलाई इभिनिङ वाक गर्दाखेरि चाहिँ अब कुनै बेला भोक लाग्न सक्छ त्यसको लागि तपाईँहरूलाई पसलहरू हुँदैन किनकि इभिनिङ वाक गर्ने मान्छेले जङ्क फुड खाँदैन त्यही भएर त्यो पर्मिसन फेरिको पर्मिसन गर्नु होइन त हुँदैन है पसल चाहिँ छैन है बाटोमा बाटोमा छैन होइन तपाईँहरू ढुक्क साथ पानी बोकेर आउनु होला पानी खानु पानी हो पानी चाहिँ उपलब्ध हुनसक्छ पसलतिर यता घरतिर हो त्यो त हाम्रो स्वास्थ्य चौकी भन्छ कि पुलिस चौकी पुलिस चौकी पनि छ यता पुलिस चौकीनिर पानीको सुविधा चाहिँ छ है यहाँ त खान सकिन्छ तपाईँहरू सेक्युरिटीको हिसाबले सुरक्षित हुनुहुन्छ स्याबास सेक्युरिटीको हिसाबले ढुक्क ढुक्क त्यो अनुसारमा देशमा बनाउँछ एउटा सिधै माथि जाम कि क्या बेटा माथिबाट जाने माथिबाट जाम न तलबाट अस्ति घरको हो र ए तलबाट सिधै झन्डा पा पिउने पानीको व्यवस्था यता रहेछ पिउने पानीको व्यवस्था पिउने पानी चाहिँ यहाँनिर छ है साथीहरू तपाईँहरू यो वाक आउँदाखेरि माथि जङ्गल पनि छ जङ्गलमा पनि तपाईँहरू एकछिन टाइम स्पेन्ड गर्न सक्नुहुन्छ तर नो जोडी है जोडी चाहिँ आउन मनाइ छ सिङ्गल साथीभाइहरूसँग हो स्याबास यहाँ साथीभाइसँग आउने यसरी पुग्न सक्नुहुन्छ माथि के गर्ने ठाउँ छ अरे अनि माथि यताबाट नि जान सकिन्छ माथिबाट यताबाट नै झन्डाबाट घुमेर जान सकिन्छ स्याबास यताबाट यस्तो भएर यस्तो घुमिन्छ कसरी जाउँछ हामी यताबाट नजरा हेर्दै जाउँ कि जङ्गलको नजरा हेर्दै यतैबाट जाउँ जस्तो लाग्यो मलाई त त्यसो भए यसलाई म तपाईँहरूलाई हाम्रो सेक्युरिटी गार्ड देखायो भने फेरि हमला हुन्छ फेरि कहाँ देखाउँछ यसो हेर्नु सिन हेर्नु न अगाडि स्कुटी किन राख्नु भएको यस्तो छ होइन नाइस हिँड्ने बाटो यहाँ राखेको रहेछ वाह वाह सर्क सर्क यसरी कुद्नु फेरि देखाउँदैछ ठुलो एउटा वाउ ठुलो घोडा लिएर घोडामा चढेर टक टक घुम्ने ठाउँ हो ठ्याक्क यसरी नै तपाईँहरू खान सक्नुहुन्छ हेर्नुहोस् यसरी पसिना तपाईँहरूले पसिना यसरी ओ वाह शाबास यहाँबाट हेर्दाखेरि पनि तपाईँहरूले नजर हेर्नुहोस् मनै आनन्द काठमाडौँ भ्याली वाउ नाइस ओ बाँदर पनि रहेछ नि एक दुईवटा हुन्छ हाम्रो नेचुरल प्राकृतिक मार्नुपर्छ भन्ने छ नि त्यसलाई मार्नै पर्छ हो वाह तर काठमाडौँमा होइन जहाँ गाउँमा बिजाइ गरेको छ जहाँ त्यसमा व्यवस्थापनको आवश्यकता छ हो त्यहाँनिर गर्नु वाह मार्नुपर्छ भनेर जहाँ पाए त्यही नाइस त्यो तरिकाले जानु हामीले संयमित भएर व्यवस्थापन त्यो तरिकाले सोचेर अघि बढ्नु धन्यवाद स्याबास यतिको चाहिँ नि कुराहरू राखिदिनु भएकोमा धन्यवाद छ हजुरलाई धेरै धेरै आभारी छु हस् हेर्नुहोस् देखाइदिनुहोस् दृश्य कहाँसम्म दृश्य यो आँखाले भ्याउँदासम्म चाहिँ उतै डाँडाको मोबाइल चाहिँ यहीँ मुन्तिर घर मात्रै भ्याउँछ कि तल के सिक्दो रहेछन् बालबालिकाहरू कोनाते
ओ एउटा कनातेको एउटा वाह 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 राजा सम्हालको जाओस् न त साथीको लागि सल्लाह सम्हालको लागि यो फला यस्तो के हान्दै हिँडेको हुन्छ नि यस्तो 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 या खुट्टा यस्तो उचाल्ने कि सर्ट या ओ वाउ डर लाग्यो दादा डर लाग्यो फलो मी वाउ यो मान्छेले के गर्दैछ तपाईँहरू देखिसक्नु होला तर धेरै ध्यान नदिनु आएर यस्तो आशिका दिदी क्यामेरा बिग्रेको थियो भन्ने सोचेको तर अर्को क्यामेरा चाहिँ चालु रहेछ वाउ फोटो कि भिडियो नाइस यहाँ चाहिँ अब कस्तो आयो थाहा छैन फ्रन्ट क्यामेराबाट खिचेको झकास यहाँ फोटोसोटो खिच्ने काम हुँदैछ हाम्रो सर ल हस् त हाम्रो यात्रा अब कहाँ कहाँसम्म के हुन्छ हामी हेर्दै गर्नु ल जोडिँदै गर्नुहोस् धन्यवाद तपाईँको लागि फाइनली धेरै दुःख सङ्घर्ष गर्दै झन्डा पार्कमा हामी ठ्याक्कै आइसक्यौँ यतापट्टि देख्न सक्नुहुन्छ झन्डा र हाम्रो केटाहरू छन् पुल हो काठमाडौँ सिटीको मजा लिन पाइन्छ सर र हावा खाने ठाउँ यसो रमाइलो अलिअलि यसो पछाडिको दृश्य त के देखाउन र अब यस्तै हो ल आजको भिडियो अब लगभग यहीँ इन्डिङ गर्न चाहन्छु हेरेर साथ दिनुभएकोमा धन्यवाद नहेर्नेलाई पनि धन्यवाद र सबैलाई बाई बाई टाटा बाई बाई गुड नाइट जल्दी मिलेंगे धन्यवाद।